म अब पार्ट 2 बनाउन जाँदैछु। वेट गर्नु है। गाइज यो कसारेको धेरै लामो छ। म तपाईलाई अलिक छोटो बनाएर देखाउँछु ल।
पिंजरा हो त्यहाँभित्र बोल्ने आत्मा मैना हो शरीर एउटा पिंजरा हो त्यहाँभित्र बोल्ने आत्मा मैना हो आफन्त र धन सम्पत्ति छैन हो आफन्त र धन सम्पत्ति घटसम्म मात्रै साथमा जाने कोही छैन हो साथमा जाने कोही छैन हो लागबत्ती बाल्दाखेरिको भिडियो देखाउँछु गाइज बोल्ने मेरो चेतन दादा हो पञ्चपचारले पूजा गर्यो नमस्करोमि ओम विष्णुवे नमः आभन आसन पाति मर्गिम आसन स्नान याको नैवेद्यम ललाटम पूजयामि नमस्करोमि ओम वन्दे नमः आभन आसन नेत्रम भगवानका आँखालाई सम्झेर पूजा गरे नेत्रम पूजयामि नमस्करोमि ओम रवये नमः आभनम आसन पातिम अर्तिम आसन स्नानम याको पूजयामि नमस्करोमि ओम दीप्ताय नमः आभन आसन पातिम अर्तिम नमस्करोमि ओम नीलाकराय नमः गाइस बाल्दाखेरिको गाइस मेरो ठुलो बाबा नन्दनन्दनाय नन्दनन्दनाय प्रभु नन्दनन्दनाय ओम नमो भगवते वासुदेवाय गाइस मेरो बाबा नमो शंख फुक्ने वासुदेवाय नमो भगवते वासुदेवाय
ज्ञान सिकाए प्रभुले ज्ञान सिकाए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय गाइस मेरो चेतन दादा उत्पन्न भएका दिवंगत हुनुका समस्त पितृहरूको आफ्ना गुरु गोविन्दको धर्मको अधर्मको नारीहरूमा विश्वको कल्याण गौ माताको रक्षा जय 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 श्री राधे गाइस मामाले हजुरआलाई बोकेको नौलो कलिलो ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय गाइस अर्को दिन भएको देखाउँछु ल प्राणीहरूमा विश्वको गौ माताको जय जय श्री राधे श्याम हर 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 महादेव गाइस अर्को दिन